जिठाले के त्यो त्यही भएर बाबुदेले के भनेको छ भने छत्र पाल्यो त्यो कोठीलाई किन दिन लागि वनापार गरिदिनु नि छुटाइदिनु नि भने बाबुदेको बाउले चाहिँ छोरालाई त्यसो भनेको दिन रह्यो नि त काटेर दुःख पायो नि त छुटाइदिने नि वनापार छत्र पाल्यो मैले घिउ खाएको केही भएन भन्ने त हाम्रो त्यही त हो नि त मैले घिउ खाएको त केही भएन छत्र पाल्यो कस्तो त अनि एउटै घरको तिनटे राको चाहिँ लिएर खाइदिनु त नि दादागिरी पनि ठुलै थियो क्या हो त्यो छत्रपालको अनि दादागिरी ठुलो उसको चल्दो बल्दो हुन्थ्यो नि त अब सबैले अब आफ्नो उसो माथि होइन नि त खर्क सबैजनाको मिल्दो चल्दो हाम्रो खर्क हो नि त सबै मिल्यो नि गाउँ गाउँ भेट गरेर त एउटा कार्तिकेमा गरे एउटा निहारेमा गरे एउटा हाँसुतिर गरे गाउँ गाउँ सबै अनि त्यो चाहिँ मरो त्यो बासपानीको त्यो काटी माग्ने चाहिँ मरो ए कति माथि भर्खरको मऱ्यो त माथि मरा हो माथि नि 5 तारिकको 3 महिना पछाडि 3 महिना ठड्यो नि बारेबाट टाढीको घरबाट 3 महिना बसेर 3 महिनाबाट घर गएर गोठ त उसले नै गर्यो नि फेरि अनि पुलिसले चाहिँ जेल लाएन चुचुहरूलाई बिहान मान्छेको किन पुलिसले ल्याउँदैन भोग्रिने माग्दैन कहाँ गएर जेल त होइन अनि सन्दन त गर्थेन माँच्यो गोठे माँच्यो अनि त्यो ओसोरमा काटी माग्यो ओसोस काटी मङ्सिरसम्म थल पऱ्यो अनि पुसमा त हामीले उधौली घर लान्छौँ नि बुझ्छु छेउता नगरमा घेरा दिए नि त फेरि आयो नि त घेरा दिए नि आयो ठुलो ढुङ्गा त पुलिसले घेरेको पुलिसले नि त नानी पुसमा अनि त्यो 3 दाजुभाइ चाहिँ छत्रपालको दाजुभाइहरूले चाहिँ के गर्यो के गर्छ केही पनि गरेन साथ दिएन भाइले हजुर छत्रपाल कान्छा भन्नु भएन छत्रपाल जेठा जेठा दौडसेर माइला 9 दशेर कान्छ उनी सानो थियो नि त दौडसेर 9 सानो भन्दा पनि सानो बागदोजे त कता जेल पनि परेको भन्थे त धेरै कान्नामा छ त बागदोजेको त यो सकेर भन्छु न यो त्यही आई यस्तो बिहान पर्ने खालि दुध धुनुपर्ने के गर्नुपर्ने उता घेरा दिएर हेर जान्दैछ घेरा दिएर आउँदैछ अनि छेउछेउ अब देख्यो नि त बागदोजे भने त छुइन सक्ने त बागदोजेको ठुलो कति बिल्डिङ थियो त्यो चौकेर ठुलो थियो हो यस्तै चौकेर थियो ठुलो त्यो उयोमा बसेर स्टेमा बस्थ्यो थियो यस्तो चौकेर ओखा खाने हामी त्यतिले ओखा खान्थ्यो हामी उधर हाम्रो तल मान्छेको तल तल्लो हुन्थ्यो हाम्रो साँधी के जग्गामा साँधी हामी दाजुभाइ हो नि त बागदोजे चाहिँ तपाईँको त्यते अनि यसरी हुकाटीले साह्रै बिहान खाए कटोटो खान्छ होइन छत्र पाल्यो त्यो भेडा बाख्रा आयो भने त त्यो थियो भेडा बाख्रा भन्थ्यो त्यो पुलिसले चाहिँ भेडा बाख्रा छत्र पाल्यो तेरो भेडा बाख्रा आयो हो भने त हाम्रो त्यतिले भेडा बाख्रा भन्थ्यो चुचुले चाहिँ थाहा पाइसकेको रहेछ है देख्यो नि त यता घेरा दिने तब इचुरा दिन्छ छोरालाई पनि डरै बनाएर छ भेडा बाख्रा भनेपछि त अनि पक एकछिन मेरो काम सक्छु पक भन्दै दाइले जाबै पक्नु सक्नु सकेन अनि धोइसकेपछि पक न म तयारी छु पक भन्दै थियो दाइले अन्त अब दाइ मार्छन् भनेर यति रुरो भन्छौँ गोठाला जति दिन्छौँ हामी चाहिँ गर्नु के छ र भन्नु के छ र अनि त सबै पाराबाट छोडिसकेपछि त कुकुरी थुचोर यसो गर्नु के ल आइज त लु को आएको छु अब मिल्छ यतिकै भागेर नानी अब एउटा न एउटा हानिहाल्छ नि त छत्रपालले बागदोजको जेठो छोरा होइन कडा रहेछ अनि यतिकै कुकुर थुतु गर्दै यसै कुकुर बोकेर गएको त यताम गयो यता दाजुभाइ बोकेर यताम खेद्छन् उताम खेद्दा दाजुभाइ तिनवटाले कुकुर उब्जाइहाल्यो दाजुभाइ तिनटैले यता खेद्दा एउटा
गाडी खाने पुलिस न अनि त्यो पुलिसलाई हानिने अन्त भाग्नु पनि पऱ्यो नि त पक्रिनु पाउँछ त गोली लाउनु मिलेन बिहामा त लाउनु मिलेन नि त छेउमै पक्रिनु पऱ्यो पुलिसले पनि होइन त्यसलाई नि हानी पठाउँछ अब गोली अब फैलाउनु बाबु कुन्दा गोलीले उताबाट फैलाउँछ त हालिदिनसम्म पर्ने छ हुने सबै भागे पास मेरो छोराहरूले यसो धुलोमुलो कुराउने आज त खाएको रहेछ है भने आउँथ्यो त्यो धुलोमुलो कुराउने खाएको गलत चाहिँ गरी छैन त्यता उल्टै सेबास भयो खै त्यो मान्छे मार्ने सेवा गरिदिन्छ यो मान्छे मार्यो कि सेबास त्यो खेरीबाट सेबास पहिला किन दिएन राखेको छिनाइन पसेर जुन मान्छेले मलाई चाहिँ अन्याय भयो भनेर न्याय माग्नु गएको पुलिससँग त्यसैलाई काटी माग्यो काटी माग्यो राम राम सुङ्देलको त बुद्धि हुँदैन सुङ्देलीसँग त सकिँदैन मौलो जानु पनि डर लाग्छ त्यही त नानी दुध नि खराब सुङ्देलको किनभने खराब देउता खराब भन्दा पनि फेरि अशिक्षित भनौँ पनि ब्रिटिस आर्मी जति सबै उगेको मात्रै छन् सुङ्देलको मात्रै छन् देउता नै देउता भन्छौँ हामीले खराब अनि त्यो यहाँ लक्खु झ्याल्की कहाँबाट हाम फाले गरे त अनि उता त्यो के अरे यसो भयो त्यो अब हो त्यो गाउँमा हो त्यो घरमा नरुवा मैले कुरोको नरुवा भएको बेलाको कुरा के छत्रपास बागडोजेको बागडोजे र जेठाटाको कान्छा मात्रै थिएछ कि दुई भाइ बागडोजेसँगै बागडोजे हाम्रो तेतियाहरू दुई भाइ मात्रै थिएछ भाइको त उमेर नपुगेको है सानो अनि खेल्दा गर्दा बोजू अब सधैँ जर्जरीमा त्यस्तै त अनि बोजू अब ठेका बोजू त आफ्नो आफ्नो गर्नु पऱ्यो नि त लाउनु मिलेन नि त अनि न त उतै सानै केटा के यो भयो सानै त्यो गरे हामीले अब उहिलेको कुरा बोजू हान्दा लाग्यो गरे सानो उबाट बोजू हान्दा पोक्लुकै मारिहाल्छ ढुङ्गाले गोठालाले बागदोजेको चाहिँ बागदोजेको भाइ चाहिँ त्यो मर्ने पनि सानै बागदोजे भाइ पनि सानै उमेर अनि उमेर नपुग्नु हुँदाले दाइ पक्रियो दाइ त अब साबुती हुनु पर्यो भागेर सकिँदैन होइन साबुती पञ्चायत थियो नि त त्यो बेला पञ्चायत थियो कि के थियो पञ्चकाल थिएन लो राणा शासन थियो राणा शासनको समय पञ्चकाल त पो हाम्रो बाटोमा आएको ए पहिला राणा शासन थियो राणा शासनको कुरा थियो जाम मान्छे मार्यो जसले उही लगेर मार्ने पनि मार्नु पर्ने राणा शासन के जस्तो अब त्यो मान्छे त्यहाँ मारेको थियो उसको भाइले अब त्यहीँ मार्नु पर्छ है त्यहाँ मार्नु पर्यो तर पाउँदैन त्यो बेला पाउँदैन दाइलाई पक्रे भाइलाई पक्रेन दाइलाई पक्रे बागदोरीलाई बागदोरी पक्रेपछि बागदोरी लग्यो जेलमा भाइ लानु पर्यो ऊ खतुकी होइन दुइटा गयो उमेर नपुग्दा दाइले गयो भाइको उमेरले दिएन अनि भाइको बलिमा भाइ पनि दाइले लानु पर्यो दाइ पनि जानु पर्यो रहेछ नि त अनि लगेर कोही के गर्दा माथि के गर्दा त्यो छोडेर भाइ बोकेर हाम फाल्दा भाइ हाम फाल गऱ्यो माथिबाट भाइसँगै अनि भाइ त छोड्नु अब चित्त लिएन नि त भाइसँगै के भाइ त बोकेको अरे भाइ बोकेर भाइ यता बोक्यो ऊ हाम फाल्यो कि ढाडमा बोकेर अब भाइ त मरिसक्यो पछारेर अनि त्यसो पारामा हुँदा दाइले बोकेकोमा छोरी पठाएर पर पछारि होला तान्नु मिलेन तान्दै ऊ भाग्नु पऱ्यो पछारेर अन्त भाइ त मरिगयो
त भागेर गएर कति खेत हामीले थाहा पाएकोसम्म कति खेतेको है त्यसमा र पनि त्यो हाम्रो बारी वंशधर नाप्दा